हेलो गाइज, आज चाहिँ हामी भाटभटेनी गएको भिडियो हाल्दैछु। यो चाहिँ हामी हिँड्ने बेलामा आमासँग खिचेको केही फोटोहरू। त्यस पछाडि दिदीभाइको पनि फोटो खिचिदिउँ। त्यस पछाडि उनीहरूको हल्का पोज दिँदैछन् नानीहरू। त्यस पछाडि हामी लाग्यौँ, भाटभटेनी पुग्यौँ। पछि भिडियो खिच्दै चाहिँ पछाडिबाट मम्मी, नानी, भाउजू, काकीहरू चाहिँ अगाडि हिँड्नु हुँदैछ भाटभटेनीको यात्रामा। हामी चाहिँ 1 गते गएको थियौँ, वैशाख 1 गते, नयाँ वर्ष पनि यसो हेरौँ न त भनेर। त्यस पछाडि हामी लिफ्टमा चढ्यौँ। मेरो छोरी चाहिँ एकदम पर्फेक्ट लिफ्टमा चढ्नुलाई कोही साथी चाहिँदैन, एक्लै चढ्छ। किनकि बानी भइसकेको छ नि त, धेरैचोटि गइसकेको छ। त्यस पछाडि काकी र मम्मीलाई चाहिँ डर लाग्छ, त्यसैले हामीले हेल्प गऱ्यौँ उहाँहरूलाई। त्यस पछाडि नानीहरूलाई हामीले खेल्ने ठाउँमा हालिदियौँ। उनीहरू त्यहाँ खेल्न थाले दिदीभाइ। अनि हामी हल्का पोज दिन थाल्यौँ बाहिर खाने ठाउँमा, यसो फोटोसोटो खिच्यौँ। त्यस पछाडि हामी फेरि सपिङको लागि लाग्यौँ। अनि हामीले यसो लुगाहरू हेऱ्यौँ भाटभटेनीमा के कस्तो छ भनेर। तर खासै मन चाहिँ केही पनि परेन। हामी यसो भिजिट गऱ्यौँ, हेऱ्यौँ के पाइदो रहेछ, कस्तो कस्तो क्वालिटीको पाइदो रहेछ भनेर। काकी मम्मीहरू पनि हेरिरहनु भएको छ। म हेरिरहेको छु अगाडि, उहाँहरू मेरो पछि हेरिरहनु भएको छ। त्यस पछाडि काकीले पनि हेर्नु हुँदैछ, त्यहाँ कस्तो राम्रो रहेछ यो चाहिँ भन्नुहुँदैछ। त्यस पछाडि हामी लाग्यौँ। हामी लुगाहरू नै हेरिरहेको थियौँ, छोरीको लागि र भाइको लागि केही पाइन्छ कि भनेर हेरेको थियौँ हामी चाहिँ। तर खासै मन चाहिँ केही पनि परेन। त्यस पछाडि हामी लाग्यौँ, कता लाग्यौँ हामी त्यही हेरिरहेछौँ, अहिलेसम्म पनि घुमिरहेछौँ। म हल्का भाउजूले फोटो खिच्नुहुँदैछ, त्यही भएर म पछाडि मस्किँदै पनि छु हेरेर। खुट्टा हेर्नुहोस् है गाइजहरू, मेरो एकदम गर्मी भएर म चप्पल खोल्दैछु बेला बेला चाहिँ। खुट्टा पोलेर चप्पलले नै जुत्ता लगाउँछ। भयो भाउजू भिडियो देख्दा गर्नु भन्दैछु। काकीले पर्सहरू हेरिरहनु भएको छ त्यहाँनिर कस्तो कस्तो छ भनेर। त्यस पछाडि हामी लाग्यौँ हेर्दै। तर अहिलेसम्म हामीले केही किनेको छैन है साथीहरू, हेर्नुहोस् है त्यहाँनिर पर्सहरू हेरेको मनै परेन। दाम चल्नुहुन्छ भने फेरि बियोस्, कति चाहिँ महँगो हो बाबा रे। त्यस पछाडि मेरो भदालाई बाइक कुदाउनु पर्यो, बाइक कुदाउँदैछ। भालो दिदीलाई पनि कुदाउनु पर्यो, सानोलाई भाइले कुदाएपछि। त्यसपछि दुईजनाले पालि बाइक कुदाउनु भयो। किचन एरियाको 1 राउन्ड लगाएको 100 रुपिस स्वाहा। त्यस पछाडि हामी स्केटिङ पार्क हेर्न गयौँ, जुन चाहिँ लास्ट फ्लोरमा थियो। एकदम मजा आयो हेर्नको लागि मेरो छोरी भाइ। त्यस पछाडि हामी घरको लागि तल झऱ्यौँ। मेरो छोरी चाहिँ बस्दै उठ्दै गरेर देखाइरहेछ, तर मलाई एकदम डर लागिरहेको थियो। म कराइरहेको थिएँ छोरीलाई, उसलाई चाहिँ डर लाग्थ्यो। त्यस पछाडि काकी आउनुभयो। त्यस पछाडि मेरो मम्मी डराइ आउनु भइरहेछ। त्यस पछाडि भाउजू र भाइ पनि फाइनली भिडियो कति बनाएँ मैले। मेरो भदा हाई दिदी भन्दैछ पछाडिबाट। मम्मी अगाडि हुनुहुन्छ, काकी पनि अगाडि पर्खिरहनु भएको छ। त्यस पछाडि हामी लाग्यौँ बच्चाहरूलाई लिएर सपिङ। घर 2 जना भएपछि त जे पनि टिप्ने उठाउने हाल्ने काम भइरहेको थियो। 2 जना तान्दै जाँदैछन् अगाडि, हामी पछि हामी चाहिँ हेर्दै जान्छौँ। उनीहरू चाहिँ चक्लेट एरियामा जाँदैन उनीहरू। बाई बाई, थ्याङ्क यू फर